Hello guys, welcome back to my channel. अपार्टमेन्टमा चाहिँ आज फ्री फुड भनेर बाँड्दै थियो क्या, बाँड्छ भनेर नोटिफिकेसन चाहिँ आएको थियो, तर कस्तरी बाँड्छ भने चाहिँ थाहा थिएन। तर यहाँ चाहिँ यस्तो दिइरहेछ, पुरै बच्चाहरू खाइरहेछ, यस्तो ट्रकै ल्याएर बाँडेको रहेछ। ढालिदिने हो क्या गाइस, पकाएर खाइदिने हो क्या। कहाँ छिरे गाडीभित्र गाइस। अब चाहिँ हामी जिम जान्छौँ। कसको मेसेज आउँछ मेरो गोजीमा, जिम गएर चाहिँ अनि हामी घर आउँछौँ। घर होइन उता उसलाई लिन जान्छौँ। ओके गाइस, अब चाहिँ हामी जिम जान्छौँ होइन। मैले खाजा खाएँ, नुहाएँ, ग्रोसरी भन्नाले चामल पनि किन्न जानु थियो आज। सो लेट्स सी के हुन्छ। अहिलेलाई चाहिँ हामी चल्दियौँ। त्यस्तो मलाई दिनभरि घर बसेर अल्छी हुन्छ है गाइस, त्यही भएर धेरै घर चाहिँ बस्नुहुन्न भन्यो। अब घरमा बसेर कहाँ जाने, गाह्रो छ मलाई पनि। घर त बस्नै पर्यो होइन, घर नबसेर कहाँ जाने। तर घर बसेर चाहिँ यस्तो अल्छी नै हुन्छ क्या। केही गर्नु पनि मन लाग्दैन, केही खान पनि मन लाग्दैन, कहीँ जान पनि मन लाग्दैन। गाडी धुन पनि जानुपर्ने छ यार आज। एक लट गाडी धोएर आउनु छ। अब पानी पर्दैन नि त, पानी नपरेपछि गाडी फोहोर हुन्न। अब टक्क लगाएर गाडी आज धुन गइन्छ होला है गाइस। होइन, यो जिमको एड्रेस चाहिँ मलाई कन्ट भएको छैन अझै पनि, किन होला। नजिकै छ तर कस्तो कन्टै हुँदैन। कन्ट छ कि तर कन्फिडेन्सै आउँदैन क्या, म्याप नहेरिकन चाहिँ कन्फिडेन्स हल्का छैन भनौँ न। कन्ट नभए भन्दा नै कालो लुगाले चाहिँ सुहाउँदो रहेछ क्या हो मलाई गाइस। के छ कुरा कानी त्यो नुहाएपछि कपाल फेरि यस्तो फुस्रो हुन्छ। मेरो पछाडि चाहिँ बबाल घाम लागेको छ गाइस। जिम गएर आएर चाहिँ टक्क गाडी साडी पनि धुन जानु पर्ला। अस्ति खै के भएको हो थाहा पनि छैन क्या। यो के भन्छ अरे, धुलो क्या। दुई दिन जति त पुरै केही पनि बाहिर हुन्छ नि, त्यो हेर्दाखेरि पुरै डिम क्या, मधुरो यल्लो भएको थियो पुरै। खासै धुलो उडेको पनि नदेखिने, तर लाइक क्लाउडी डेजहरू हुन्छ नि। क्लाउडी डे भन्दा नि त्यो हुसु लागेको क्या, हुसु लागेको जस्तो भएर डप्प भएर बसेको थियो क्या 2 दिन जति। त्यतिखेर चाहिँ वार धुलो रहेछ क्या। बाहिर गाडी राख्दाखेरि 1 घन्टाभित्रमा गाडी नै पुरै सेतो क्या। कालो गाडीहरू पुरै सेतो। यस्तो बबाल घाम लगाइरहेको छ 7 बजे। रेसिडेन्टल एरियामा म फेरि वार कुदाइरहेको रहेछु होइन। त्यस्तो गर्न मिल्दैन। एउटा बाइक आयो मलाई उभिरहेर चाहिँ कुन चाहिँ हान्छ यसले, धेरै हिरो भएर चाहिँ होइन। स्टपमा रोक्नु छैन, केही छैन। हामी चाहिँ रोक्छौँ होइन, आज्ञाकारी स्टुडेन्ट हुन्न हामी, छात्र। बाइकहरू चाहिँ अलिकति कोही चाहिँ फेरि धेरै जस्तो चाहिँ एकदम डिसिप्लिनमा हिँड्दा हुन्छ होइन, यो स्पोर्ट्स बाइकहरू बोकेर हिँड्ने मान्छेहरू चाहिँ। तर यो डट बाइक चलाउनेहरू चाहिँ अलिकति लास्ट हावा भन्ने हिँडिदिन्छ क्या। मलाई चाहिँ त्यस्तो लाग्छ यार। अब यो मेरो म बस्ने एरियामा त्यस्तै छ मान्छेहरू, अरू ठाउँमा चाहिँ थाहा छैन गाइस। जिमभित्र चाहिँ खासै क्यामेरा राख्नु चाहिँ मलाई अलिकति लाज लाग्छ है गाइस। किन भन्दाखेरि त्यहाँनिर वाइल्ड मान्छे हुन्छ कि। म यो प्लानेट फिटनेसमा चाहिँ अरू ठाउँमा पनि त्यही हो कि, यो लोकेसनमा मात्रै त्यस्तो होइन। धेरै प्याक हुन्छ क्या यो लोकेसनमा। अनि मलाई कस्तो लाज लाग्छ क्या त्यो भिडियो बनाउन। त्यही भएर चाहिँ मैले अनि खासै क्यामेरा चाहिँ भित्र लग्दिनँ। यस्तो घाम परेपछि चाहिँ मजा आउँछ, तर आँखामै पर्छ क्या। आँखामा पर्यो घाम, आँखामा पर्यो घाम। यहीँबाट भित्र हो। खासै मलाई म्याप हेर्न चाहिँ पर्दैन, कुनै कन्फिडेन्सको लागि हो क्या मैले म्याप पाउने। मलाई
त छ के हल्का हुन्छ नि कन्फिडेन्स छैन क्या म नलाइकन जान्छु फेरि एउटा एक्जिट मिस भइदियो भने 10 मिनट बढी हिँड्न पर्छ नि त त्यही भएर चाहिँ मैले खासै किन रिक्स लिने म्याकडक्स भनेर मात्रै हो क्या सो गाइस म चाहिँ अब आइसकेको छु गाडीलाई चाहिँ यतापट्टि राख्दिउँ कि उतापट्टि नै राख्दिउँ मैले नजिक ओके पुगिसकेको अवस्था ओके गाइस फाइनली हामी जिम पनि पुगिसक्यौँ मेरो जिम चाहिँ यही हो होइन प्लानेट फिटनेस मेरो जिम भन्नाले हाम्रो जिम धेरैजना मान्छेहरू आउँछन् त्यहाँ कपाल पनि सेक्सी भएछ नि त नुहाएपछि तर अलिकति फुस्रो हुन्छ यसलाई चाहिँ अनि हल्का कपाल काट्ने बेला भएको छ मेरो साइडमा पछाडिपट्टि अगाडि पनि हल्का छोटो पार्नु पर्ला योपालि सोचेछु तर आएर नो कुन दिन मिल्छ कपाल काट्न ग्लिम्बल हल्यो सो गाइस अहिले चाहिँ म भित्र गएँ होइन क्यामेरालाई चाहिँ म यहीँ छोडिदिन्छु बाई बाई एउटा मिस्टेक भएछ मबाट आज जिम त आएँ गाइस मैले तर जुत्ता लाउन बिर्सेछु यस्तो भने चाहिँ मलाई जानै झन् लाग्छ क्या अलिकति अर्को क्रक्स भएको भयो भने यो यस्तो चप्पल भयो भने चाहिँ मलाई झ्या हुन्छ क्या होइन लाज लाग्छ यार मलाई त अब गइदिउँ त्यही पनि के भन्छ भन्दा नि अब हुन त आज कसैले लाएकै हुँदैन क्या चप्पल सबले जुत्ता लाएर आएको हुन्छ मेरो गाडीमा पनि छैन हिजो यहीँ थियो जुत्ता होइन आज जुत्ता पनि छैन रहेछ मैले ल्याएको फेरि कस्तो ल्याङ भइदियो आज चाहिँ अब हामी जिम जाँदैनौँ गाइज आज चाहिँ जिम क्यान्सल भएको छ मेरो मलाई जस्तो जुत्ता लाउन बिर्सेर यस्तो बबाल सनसेट भइरहेको छ गाइज बबाल सनसेट भइरहेको छ चाहिँ ग्रोसरी आइपुगिसक्यो होइन हामी धेरै जस्तै आउने यही ग्रोसरी हो नमस्ते ग्रोसरी भन्ने यहाँ चाहिँ नेपाली अङ्कलहरूको हो सो चामल मात्रै किन्नु छ अनि रोटी पनि भने जस्तो लाग्यो अब रोटी यहाँ पाउँछ कि पाउँदैन है रोटी पायो भने रोटी पनि लिन्छु त्यही हो गाइस म चाहिँ गएर आउँछु तपाईँहरू चाहिँ यहीँ बस्दै गर्नु है त मैले चामल लिएर चाहिँ आइसकेँ गाइस होइन अहिले चाहिँ मैले के खोजिरहेको भन्दाखेरि कार वास खोजिरहेको होइन यहाँबाट चाहिँ 4 मिनटमा एउटा रहेछ होइन 4 मिनट्स देखाइरहेछ सो जाम गाडी धोएर Good. First time eating? Yeah. What wash are you looking for today? Like just a basic one. You Asian? Yeah. Nepali? Yeah. Where you from? I'm Filipino. Okay. I had a lot of Nepali friends. Yeah. So like they taught me bad words. So yeah, but I mean I dated a Nepali girl too. Really? Yeah. I got you for free. That's the Momo special. Okay, thank you so much. Good night. Yes sir. फ्रीमा दियो त तलवाले के निल पिन्सको रे काले काले थियो तर जस राम्रो रहेछ फ्रीमा छिराइदियो मलाई कार्ड कि त क्यास मात्रै लिँदो रहेछ एप्पल पे नगर्दो रहेछ थ्याङ्क यू नेपाली गर्लफ्रेन्ड थियो रे अनि जस गर्लफ्रेन्ड नेपाली भएर म नि नेपाली भएर चाहिँ फ्रीमा दिएको जस्तो केटोले अब हामी गाडी धुन्छ गाडी चाहिँ ढल्क्यो होइन अब हामी कहाँ जान्छौँ चटपटे होइन लाफिङ लिन जान्छौँ त्यहाँबाट गर्लफ्रेन्डलाई काममा लिन जान्छौँ है त गाइस बाई